सजिलैलाई जोगाउन चाहिँ एकदमै गाह्रो चिज हो यो चाहिँ हामीले चाहिँ उडाउन त अलिकति कुराहरू जानेपछि उडाइहाल्यो सकिहाल्यो हैन तर जोगाउने भन्ने कुरा चाहिँ एकदम अप्ठ्यारो गाह्रो चिज हो किनभने यसलाई त आफूले गरेर रोक्ने चिज हैन नि त बाइकमा पनि त अब त्यो आफैले रोक्छु भन्दा पनि त्यो सिक्ने बेलामा लडिहाल्छ त्यस्तो हुन्छ यो ड्रोनको कुरामा त आफूले रोक्छु भने रोकिन्न त्यो गएपछि गयो हेर्दा के भयो हुन्छ यता हात काम्न थाल्छ उता ड्रोन खस्छ त्यस्तो हुन्छ है त्यो भएर चाहिँ त्यसको मुख्य कुराहरूको जोगाउने कुरामै फर्स्ट प्रायोरिटी राख्नुपर्छ अनि अब यहाँ मैले यसको पार्ट्सहरूबाट जाम है हामी है सुरुमा हामी चाहिँ यो ब्याट्रीबाट जाउँ यो ड्रोनको ब्याट्री र अनि हाम्रो अरू नर्मल ब्याट्री भन्दा अलिकति फरक हुन्छ यसको ब्याट्री चाहिँ किनभने ड्रोनलाई अन गर्ने पनि यसैले हो अफ गर्ने पनि यही ब्याट्रीबाट हो है तर यो ब्याट्री फेरि छुट्टै झिक्न मिल्छ भनेको अब जस्तो यहाँ अरू यसलाई अन अफ गर्ने हुँदैन त्यही ब्याट्रीबाटै हुन्छ यो ब्याट्रीबाट पावर गएपछि यो अन हुने हो क्या अनि त्यही भएर यसमा चाहिँ यो एउटा बटन हुन्छ अनि यो बटन चाहिँ हामीले थिच्न मिल्छ कि यसरी थिच्दाखेरि चाहिँ यसको चाहिँ 4वटा सेक्सनमा लाइट बलिरहेको हुन्छ यदि 4वटा फुल सेक्सनमै लाइट बलिराख्यो भने हाम्रो चार्ज फुल छ भनेर बुझ्छौँ है हामीले अनि जस्तो कुनै सेक्सनमा 4वटा मात्रै एउटा सेक्सनमा अलिकति कम हुँदै गयो भनेदेखि चाहिँ त्यो ब्लिङ गर्न थाल्छ क्या त्यो भनेको अब जस्तो 4वटालाई डिभाइड गऱ्यो भने एउटा लगभग 25% जस्तो चाहिँ चार्जको चाहिँ गर्ने भयो है अब हामीले त्यसरी चार्ज गर्दाखेरि हेऱ्यो भने कहिलेकाहीँ 2 लाइन 3 लाइन रहेछ भने लगभग 70-75% चार्ज रहेछ भनेर त्यसरी अनुमान लगाउने है एउटा त्यो भयो अनि अर्को एउटा इन्ट्रेस्टिङ पार्ट यसमा के छ भने यो ड्रोनको ब्याट्रीहरूमा इन्टेलिजेन्ट ब्याट्री भनेर भने हुन्छ क्या त्यो चाहिँ किन भन्छ भने जस्तो हामीले यो उडाउँदाखेरि चाहिँ अहिले चाहिँ त्यति तातेको छैन ठिकै छ यो नर्मल टेम्परेचरमा छ तर हामीले ड्रोन उडाउँदाखेरि चाहिँ के हुन्छ भने यो ब्याट्री ताप्न थाल्छ क्या अनि ब्याट्री ताप्न थाल्छ अनि ब्याट्री लमानम ड्रोन उडाउने बित्तिकै यसको चार्ज सकियो भने अब मैले गरेर चार्जमा राखेँ भने यो चाहिँ तत्कालै यो चार्ज हुन सुरु गर्दैन क्या त्यस्तोले किन गर्छ भने यो ब्याट्री तातेको बेलामा चाहिँ यसको चाहिँ के हुन्छ लाइफ चाहिँ कम एकदम झ्याप्पै घट्ने हुन्छ त्यो भएर चाहिँ यो ब्याट्रीमा चाहिँ यो त्यसरी यो एउटा यो सेफ्टी फिचरको रूपमा चाहिँ त्यस्तो गरे जस्तो अहिले इलेक्ट्रिक गाडीहरू आएको छ नि त्यो पनि 80% सम्म अथवा हाम्रो मोबाइलहरू पनि फास्ट चार्जिङ भन्यो भने 80% सम्म मात्र चार्ज हुन्छ त्यसपछि चाहिँ स्लो चार्ज हुन्छ नि हैन त्यो सेफ्टी फिचर हो त्यस्तै टाइपको यसको नि त्यो सेफ्टी फिचर छ त्यही भएर जस्तो हामीले अहिले उडाउने बित्तिकै अब झ्याप्पै यो चाहिँ हामीले चार्जमा हालेर जस्तो अब यो चार्ज हुनलाई लगभग 1 घन्टा 20 मिनट जस्तो वरिपरि लाग्छ है एकदमै थोरै चार्ज भयो भनेदेखि चाहिँ 1 घन्टा 20 मिनट 1 घन्टा 30 मिनटसम्म लाग्ला किनभने 4% 5% नै झरेछ भने नत्र भने हामीले नर्मली 20 अथवा 25% हुँदाखेरि यसलाई चाहिँ बोलाउँछौँ हैन यो आफै यसले वार्निङ दिन थाल्छ 30% भन्दा कम हुन थालेपछि भनेको हामीले उडाउने भनेको लगभग 70% मात्र हो अनि 70%मा पनि अब जस्तो अब यसको 14-15 मिनटको फ्लाइट टाइम हुन्छ हैन अब यो अलिकति पुरानो भइसक्यो नयाँमा चाहिँ 20 मिनट जति 25 मिनट जति हुन्थ्यो यसको अब अहिले आउने नयाँ ड्रोनहरूको त 40-50 मिनटसम्मको पनि छ है फ्लाइट टाइम चाहिँ त्यो भएर अब यहाँ अब जति पनि कुराहरू भन्छु जति पनि कुराहरू देखाउँछु त्यो कुराहरू भनेको अब तिमीले इन फ्युचर अब कतै गएर चाहिँ ड्रोन उडाउनु पर्यो अथवा चाहिँ ड्रोनको बारेमा चाहिँ तिमीले यस्तो हो है भनेर भन्न पर्यो भनेदेखि चाहिँ यसको ठ्याक्क यो जे हो त्यही ठ्याक्क एक्ज्याक्टली नहुन सक्छ तर यसमा भएका कुराहरू सबै अब ड्रोन हुने कुराहरूमा ड्रोनमा चाहिँ हुन्छन् है ती कुराहरू भनेको मैले जसरी यो ब्याट्री देखाएँ भने अब यो ब्याट्री चाहिँ यस्तै हो नि त सबै ड्रोनको यस्तै ब्याट्री हुन्छ भनेर बुझ्न भएन हैन जस्तै अब यहाँ पङ्खा कुराहरू छ अब पङ्खाहरू यो जस्तो यो ड्रोनको लागि डिजाइन गरेको पङ्खा यो भयो तर अरू सबै ड्रोनको लागि पनि यही पङ्खा हुन्छ भनेर बुझ्न भएन मोडल विषयका चाहिँ यस्तो यो पार्ट्सहरू चाहिँ फरक हुनुभयो तर ओभरअलमा हुनपर्ने चिजहरू भनेको ड्रोन भन्ने यो पङ्खा पनि चाहियो ब्याट्री पनि चाहियो क्यामेरा पनि चाहियो होइन तर यी कुराहरू चाहिँ एउटा स्याम्पलको रूपमा मात्र बुझ्न पऱ्यो है नत्र फेरि यो ठ्याक्कै एक्ज्याक्टै यस्तै हुन्छ भनेर बुझ्न भएन त्यो भयो अनि यो कन्ट्रोलरमा पनि त्यस्तै हुन्छ है कन्ट्रोलरमा ओभरअल हुने कुराहरू जस्तो यो फोटो भिडियो खिच्ने कुराहरू अनि यो यसलाई यो घुमाउने कुराहरू चाहिँ सबै कन्ट्रोलरमा हुने भयो तर के हुने भयो भने ठ्याक्कै यसको जस्तै स्याम्पल नहुन सक्छ अरूको पनि जस्तै अब यसको एन्टिना हामीले यसरी हेऱ्यो भने यत्रो छ भने अब अरूको उस्तै पनि एन्टिना नहुन पनि सक्यो हैन अथवा चाहिँ एन्टिना चाहिँ इन्टरनल अथवा अरू छुट्टै टेक्नोलोजीहरू आउन सक्यो त्यो भएर रिफरेन्सको रूपमा मात्रै लिने है हामीले जति पनि कुराहरू हुन्छ त्यो भयो भने बुझ्न सजिलो हुन्छ अहिले हामीले बुझिसकेपछि अब पछि पनि यो भने यस्तो रहेछ जस्तो तपाईहरुले अब AutoCAD राम्रोसँग चलाउन जान्नुभयो भने अब AutoCAD को 3D भर्जन चलाउनु होला अथवा AutoCAD कै फंक्सन गर्न सकिने अरू सफ्टवेयरहरू चलाउनु पर्यो भने पनि तपाईलाई त्यति धेरै गाह्रो हुन भएन किनभने एउटा मुख्य एउटा रेफरेन्स वाला चाहिँ
सफ्टवेयर तपाईँ ह्यान्डी भइसकेपछि अरू त्यो चलाउन सजिलो हुन्छ नि। जस्तै एउटा मोडलको बाइक चलाइसकेपछि अर्को मोडलको मैले त्यो चलाएको छैन भनेर डराउनु पर्छ र पर्दैन नि। ओभरअल कुराहरू त सेमै हुन्छ होइन, त्यसरी बुझौँ। अब पहिला यो ब्याट्रीबाटै जाउँ है। अब यो ब्याट्रीको पोर्सनमा चाहिँ जस्तो अब यहाँनिर जस्तो एउटा साइडमा चाहिँ यसको चाहिँ यसले पावर दिने सेक्सन छ भने अब यसलाई अन गर्ने चाहिँ कसरी हो भनेदेखि चाहिँ यसलाई एकचोटि क्लिक गर्दाखेरि चाहिँ यसमा बत्ती मात्र बलिरहेको हुन्छ। उताबाट देखेँ कि देखेन है, देखिन उज्यालोमा भएर होला कि जो देखिन्छ क्या यो होइन। अहिले नत्र अहिले क्लासमा देखाउँला। अनि यो एकचोटि क्लिक गरेर फेरि 1 सेकेन्ड जस्तो ग्याप अथवा अलिकति थोरै सानो मात्रै ग्याप राखेर अनि फेरि यसलाई क्लिक गरिराख्यो भने बल्ल यसले पावर दिन थाल्छ है होइन। यसको फङ्सन त यो। अब यसमा पनि अन गर्नु पऱ्यो भने यो कन्ट्रोलरमा पनि यहाँनिर यो पावर बटन छ, यसको पनि ठ्याक्कै त्यही हुन्छ। जस्तै एकचोटि क्लिक गर्यो भने अब यहाँनिर चाहिँ यसमा चाहिँ यो ब्याट्री पर्सेन्टहरू यताउति कुरा देखाइरहेको छ। अनि यसलाई पनि राम्रोसँग अन गर्नु पऱ्यो भने एकचोटि क्लिक गऱ्यो अनि फेरि 3 सेकेन्ड जति होल्ड गर्नु पऱ्यो। यसो सानो ग्याप राखेपछि मात्र अनि यो चाहिँ अन हुन्छ क्या बल्ल यसको। र अनि यसको सिस्टम यही हो। लगभग तिमीले अब अरू मोस्ट ड्रोनहरूमा पनि यही सिस्टमले अन हुन्छ है। अनि अफ गर्नु पऱ्यो भने पनि त्यही ठ्याक्क त्यही सेम है। अब मैले यसको बाटो अब जस्तो अब यसको चाहिँ के छ भने यसको यो फोल्डेबल छ है। यिनीहरू फोल्डेबल किन बनाउँछ भनेदेखि चाहिँ यसलाई चाहिँ पोर्टेबल बनाउनको लागि फोल्डेबल हुने। तर अब जस्तो अरू अलि महँगो ड्रोनहरूमा चाहिँ सबैमा फोल्डेबल हुँदैन। कुनै चाहिँ जस्तो फिक्स हुन्छ, तिनीहरूलाई फोल्ड गर्न मिल्दैन। आर्म्सहरू चाहिँ फिक्स हुन्छ। अनि त्यसको बक्सहरू पनि एकदम ठुल्ठुलो हुन्छ होइन, क्यारी गर्न पनि अलि अप्ठ्यारो हुन्छ। यो चाहिँ एकदम क्यारी गर्न एकदम सजिलो छ। अब चाहिँ ब्याट्री राख्नु पऱ्यो भने हामीले के गर्नु पऱ्यो भने जस्तो यसको छेउछेउमा यहाँ हेऱ्यो भनेदेखि यो यसरी यो दबाउने पोइन्ट छ क्या यहाँनिर। यो दबाउने पोइन्ट भएपछि नि यताबाट यो लक हुने पोइन्ट छ यताबाट, त्यो ठ्याक्क लक हुन्छ। अब जस्तो यसमा पनि हेऱ्यो भने यहाँनिर चाहिँ यो ठ्याक्कै यो ब्याट्रीको पावर चाहिँ जोडिने सेक्सन छ क्या त्यहाँ भन्छ नि। अब त्यसलाई अलाइन गरेर हामीले यसलाई अलाइन गरेर यसरी राख्छौँ हामीले। यसरी राखेर अनि यहाँ थोरै यसलाई दबायौँ भने यो चाहिँ यसरी जानु पऱ्यो। अनि यहाँनिरको यो ग्याप चाहिँ अब यो थोरै अलिकति ब्याट्री फुलिएको छ, त्यो भएर थोरै अझ ग्याप देखेको छ। नत्र भने यो ग्याप चाहिँ देखिन भएन। यसरी चाहिँ यो ब्याट्री चाहिँ हामीले एकदम पक्का गर्नुपर्छ, नत्र भने फेरि ब्याट्री आफै लुज हुन सक्ने चान्सेसहरू हुन्छ। यो भयो। अनि यो जुन अगाडिपट्टिको यो देखेको छ यो चाहिँ गिम्बलको सेक्सन, यो गिम्बल प्रोटेक्टर है। कुनै पनि ड्रोन चाहिँ तिमीहरूले पनि देख्यो अथवा प्रयोग गर्नु पऱ्यो भने यो ड्रोनको प्रोटेक्टर चाहियो। किनभने झोलामा राख्दाखेरि पनि यो गिम्बल यताउति भयो भने गिम्बल गयो भने सकियो। फेरि यो गिम्बल चाहिँ यो चाहिँ ठ्याक्कै यो मैले सिकाउन पनि अप्ठ्यारो छ, किनभने यसको चाहिँ सबैको एउटै खालको हुँदैन। यसको चाहिँ यस्तो यो माथिबाट यसरी छिक्नेवाला सेक्सन छ, अनि यसलाई कभरेज गर्नेवाला मात्रै सेक्सन छ है। अनि यो पार्ट भनेको यो चाहिँ ड्रोन हो। अनि अघि एकजना कसले 360 वाला सुनाइरहेको थियो नि, भनिरहेको थियो नि क्यामेराको कुरा गर्दाखेरि। अनि 360 भनेको अब एउटा चाहिँ पुरै भिडियोमै 360 देखिने बल्ल अहिले आएको छ ड्रोनहरू होइन। जस्तो अब यसको चाहिँ अरू ड्रोनहरूमा चाहिँ के हुन्छ भने यो अगाडिबाट यस्तो अगाडि यति मात्रै रोटेट गर्ने हुन्छ होइन। तर अब यसमा चाहिँ जस्तो यो अहिले हामीसित भएको ड्रोनमा चाहिँ यसले चाहिँ यता साइडको पनि यतापट्टि पनि गर्छ, सिधै पछाडि चाहिँ गर्ने होइन। नत्र भने ओभरअल चाहिँ 360 टाइपले चाहिँ यसले चाहिँ रोटेट गर्छ क्या। यहाँबाट यता नि रोटेट हुन्छ है, अनि यो यता नि रोटेट हुन्छ क्या। फेरि हामीले ड्रोन यत्तिकै स्टेबल राखेर केही पनि नचलाइकन हामीले त्यो एपमा हेरेर अनि चलाउन सकिन्छ। यो भयो। अब यस्तो चाहिँ अर्को भनेको चाहिँ यो पङ्खा कुरा छ होइन। पङ्खामा एन्टी क्लकवाइज र क्लकवाइज भन्ने त बुझ्छु होइन। यसमा चाहिँ के हुन्छ भने यसमा यो लक गर्ने बेलामा चाहिँ एन्टी क्लकवाइजतिर गर्ने कि क्लकवाइजतिर गर्ने भनेर चाहिँ यहाँनिर चाहिँ एउटा एरो देखाएको छ कि। जस्तो यसमा हेर त यो चाहिँ कता देखायो भने यो क्लकवाइज देखायो, देखेको छ पास गरेर जस्तो यो चाहिँ एन्टी क्लकवाइज छ। अब यसलाई नि स्याम्पलको रूपमा लियो, किनभने कसैले कलर कोडिङहरू गरे हुन्छ। अनि कुनैमा चाहिँ यो यस्तो एरो हुन्छ, केही न केही हिन्ट्सहरू हुन्छ है। त्यो झिकेर हाल्नु पऱ्यो भनेदेखि चाहिँ यसरी थाहा हुन्छ। पास गर
एरो छ कि पास गर न बाइकको पकेट हुन हाल कि फेरि हुन्छ दिइरहेको थियो तिमीलाई मलाई हेरेन अब यसलाई चाहिँ अब यसमा जोड्न पर्यो होइन अब यसमा जोड्नको लागि पनि जस्तो यहाँनिर हेऱ्यो भने यसरी यहाँनिर यो सेक्सनमा यो ठ्याक्क राख्ने र लक गर्ने ठाउँ हुन्छ क्या पङ्खाहरू मसित भएको चाहिँ यो चाहिँ एन्टी क्लकवाइज छ एन्टी क्लकवाइज भनेको चाहिँ जस्तो अब यहाँनिर हेऱ्यो भने यो सेक्सनबाट यो चाहिँ यतातिर रोटेट हुने भयो भनेको क्लकवाइज सेक्सन र एन्टी क्लकवाइज सेक्सन फरक हुन्छ क्या त्यसको लागि अब तिमीले अब जस्तो मेरो यो एन्टी क्लकवाइज होस् यहाँनिर भयो अब यसलाई मैले यहाँ यसरी क्लिक गरेर यहाँनिर थोरै दबाएर अनि यो मोटरलाई होल्ड गरेर अनि फेरि उता यो जुन एन्टी क्लकवाइज डिरेक्सनमा लक हुने त्यतापट्टि गर्नुपर्छ अब मैले यहाँ यसरी गरेँ भने यसलाई यसरी गरेर यसलाई थोरै दबाएँ अनि यो तलपट्टिको मोटरलाई मैले यतापट्टि यसरी लक गरेँ भने अनि यो चाहिँ लक हुन्छ ट्राई गर्ने एकजना आउँछ ल यो चाहिँ एन्टी क्लकवाइज छ क्लकवाइज छ क्लकवाइज छ भने अब यसमा आयो अनि तल गएर त्यसरी भयो है ल अर्को लिएर आऊ ल एम सर यसो त अन्त क्लकवाइज एन्टी क्लकवाइज मिल्यो त्यो त्यतापट्टि मिलेन त्यो त्यसमा पुलिस आयो सर हान्दिनु जान्छौ तिमी गर्न होइन कि तिमी जान्छौ जाउँ न त जानिसकेँ मैले भित्र हाल्ने अर्कालाई घुमाउने म पनि जान्छु त थाहा भइहाल्छ त्यो जान्नु उड्नको लागि रेडी भयो है यसो यो ब्याग तानिदिन्छ जस्तो है यो ब्याग यसो तान्दैन है ब्याग तानिदिँदैछ हजुर ब्याग हल्का जाउँ हल्का यता तान्दैन तिमीले गर सर कराउनुहुन्छ फ्ल्याट स्टोन सर फ्ल्याट स्टोन सर सर यो ब्याग अलि यता गरिदिनु सर भिडियो यो चाहिँ किनभने गिम्बल चाहिँ तल घाँसमा नपरोस् भनेर अर्को एउटा छ मोबाइल हाल्दौ न त अब यसमा हेर है अब यसमा चाहिँ यो जोयस्टिक भयो गेम त खेल्यो नि सबैजना गेम खेले जस्तै हो तर गेममा चाहिँ डिस्ट्रक्सन भएर केही हुन्न कि यहाँ चाहिँ रियल घाटै हुन्छ है अब यसको चाहिँ यहाँनिर यो यस्तो जोयस्टिकको सेक्सन छ यसलाई चाहिँ यहाँ यसो घुमाइदिएपछि यो लक भइहाल्छ है सजिलो छ यो चाहिँ लक भयो अब यो मोबाइल जोड्नको लागि चाहिँ फेरि सबैमा चाहिँ यस्तो यो मोबाइल जोड्ने खालकै हुँदैन नि कुनैमा चाहिँ यसैमा स्क्रिन फिट भयो पनि हुन्छ है थाहा छ नि तिमीलाई होइन स्क्रिन फिट भएकोमा पनि फेरि छुट्टै मोबाइल पनि जोड्न मिल्छ मिल्दैन त्यसको लागि यहाँनिर अब यो पुरानो खालकोमा युएसबी दिएको छ अहिले त नयाँ खालकोमा टाइप सी नै दिन सक्छ है टाइप सी टु टाइप सी पोर्टै युज गरेर मोबाइलमा पनि गर्नुपर्ने हुन्छ अब मैले यसमा कनेक्ट गरेँ अनि अन गर्नु कोही ट्राई गर्ने हो चौधरी जानु आउन हो के धमला तिमी आउन पर्दैन अनि हामीलाई जान यो छोपो त मलाई फेरि गरेर तिजहरू भएन 3 सेकेन्ड जति होल्ड गर्नु पऱ्यो कि खै म
त्यो धेरै ग्याप भयो क्या 1 सेकेन्ड जस्तो मात्र ग्याप गर्ने भएन भएन अझै तिमीलाई लाग्ला है उड्यो भने है जगत ओइ तिमीलाई लाग्ला नि फेरि उड्यो भने लाग्छ कि भन्ने कि भन तिमी ड्रोन गरेर त्यही हो ठ्याक्कै पङ्खा नाच्छ अब सर तरिकाले अहिले उडाइन्न हामीले भन्न मान्छ अब हेर है अब यसमा चाहिँ मुख्य गरेर चाहिँ अब सुरुमा उडाउने कसरी भन्ने कुरा आउँछ है उडाउँदाखेरि चाहिँ यस्तो एकदम सजिलो छ जस्तो यो जोइस्टिकको चाहिँ हामीले कसरी बुझ्नु पऱ्यो भने एउटा चारवटा कर्नर जस्तो बुझ्नु पऱ्यो है चारवटा कर्नर बुझ्यो भने जस्तो यहाँ यसरी कर्नर भयो यहाँ पनि एउटा कर्नर भयो भने यो साइडको कर्नर र यो साइडको कर्नरमा हामीले यो दुईवटा जोइस्टिक यसलाई पनि यतापट्टि अनि यसलाई पनि यतापट्टि देख्यो जस्तो यसलाई दुईवटालाई सँगसँगै हामीले यतापट्टि लिएर आयो भने बल्ल यो स्टार्ट हुन्छ है यसलाई स्टार्ट गर्ने त्यसरी हो अब यसलाई राख्न पऱ्यो डाउन के अरे ल्यान्डिङ गर्न पऱ्यो भने चाहिँ यताको एउटालाई मात्र लिएर आएर यसरी गरिदियो भने पनि यो अनि अफ हुन्छ है एउटा गरे पनि हुन्छ यो दुइटै गर्न पनि मिल्छ कहिलेकाहीँ दुइटै गर्दाखेरि चाहिँ यो ब्यालेन्स गरेर बस्दैन त्यो भएर एउटै गऱ्यो भनेदेखि चाहिँ अनि यो आफै अफ हुन्छ है अफ हुन्छ होइन अन र अफको मात्रै कुरा हो हामीले उडाइसकेको छैन है अनि अब यसमा यो दुईवटा जोइस्टिकको काम है एउटा काम के हुन्छ भने माथि र तल गर्ने हुन्छ अनि त्यसले अर्को फङ्सनहरू के गर्छ भने रोटेट गर्ने गर्छ है जस्तो अब यो जुन लेफ्ट साइडको छ यो लेफ्ट साइडकोलाई मैले चाहिँ माथि लिएर गएँ भने यो माथि जाने भयो यसले होइन माथि जाने भयो अब यसलाई तल लिएर आयो भने यो तल आउने भयो अनि अर्को भनेको जस्तो अब यसलाई मैले यतापट्टि गऱ्यो भने जस्तो राइटतिर गऱ्यो भने क्लकवाइज रोटेट गर्ने भयो रोटेट हुन्छ अनि अर्को लेफ्ट साइडतिर लगायो भने एन्टी क्लकवाइज रोटेट हुने भयो ह्यान्डल जस्तो भएको त्यो होइन ह्यान्डल जस्तो भयो यता र उता गराउनलाई यता दायाँ बायाँ तल माथि गराउनलाई भयो त्यो दायाँ बायाँ अब उसले भने जस्तो अब दायाँ बायाँ नि गर्न पऱ्यो नि त हामीले होइन दायाँ बायाँ अगाडि पछाडि गर्न पर्ने कुराहरूमा चाहिँ जस्तो अब यताको यो जुन हाम्रो यो राइट साइडको बटन हुन्छ यसलाई हामीले अगाडि लिएर गयो भने अगाडि आयो होइन अनि यसलाई पछाडि लिएर गयो भने पछाडि आयो है भनेको यो यसरी अगाडि गयो पछाडि आयो अनि यतापट्टि गयो भने फेरि यता लेफ्ट आयो अनि अर्को साइड लिएर गयो भने राइट आयो है भनेको अब यसरी हामीले एउटाको फल माथि र रोटेसन भयो अर्कोको भनेको अगाडि पछाडि साइड भनेको त्यो एउटै सेम लेभलमा चाहिँ यो अगाडि पछाडि अनि साइड वाइज चाहिँ भयो यसरी यति भइसक्नु सक्यो अनि यसको यो पछाडिपट्टिको के फङ्सनहरू छ जस्तो यसमा चाहिँ अब एउटा चाहिँ यहाँ यो फोटो खिच्नु छ भने यतापट्टि यो रातो देख्यो भने यो चिज भने चाहिँ यसले रेकर्ड गर्न सुरु गर्छ है अब अर्को भनेको चाहिँ एउटा भनेको चाहिँ यसको यो गिम्बल चलाउनको लागि भनेर छ अनि अर्को चाहिँ एक्सपोजर भनेर थाहा छ नि एक्सपोजरहरू तलमाथि गर्न मोबाइलमा एक्सपोजरहरू चलाएन कहिलेकाहीँ एन्टी लाइट परेको ठाउँहरूमा यस्तो फोकस गरेर अनि एक्सपोजर बढाउँछ नि कामहरू गरेको छ फोटो एडिट गर्दा त्यसरी हुन्छ अनि सकभर चाहिँ यो ड्रोनहरू उडाउँदाखेरि चाहिँ डाटा अन गरेर उडाएको राम्रो हुन्छ कहिलेकाहीँ सानो एरियामा उडाउँदा त खासै फरक पर्दैन ठुलो एरियामा उडाउँदाखेरि चाहिँ हराउन सक्छ अथवा चाहिँ कतै केही भयो भनेदेखि चाहिँ लोकेसन चाहिँ त्यसमा बसिरहेको हुन्छ सजिलो हुन्छ है खोल्न जान सजिलो हुन्छ नत्र भनेदेखि चाहिँ यहाँ आएको थियो यहाँ आएको थियो है अन्त हिँड्नुपर्छ डाटा अन गऱ्यो भने चाहिँ राम्रो उसो भएको छ अनि अब जस्तो अब यसको चाहिँ के छ भने एउटा अफिसियल एप छ अघि हामीले सबै कामहरू गरेको भनेको थर्ड पार्टी एपमा है यसको DJI GoPro भनेर अफिसियल एप छ त्यो 300-400 MB-को छ त्यो तिमीहरूलाई त्यसमा डाउनलोड गर्न पनि लगाइन त्यो भनेको चाहिँ जस्तो अब हामीले म्यानुअल्ली चाहिँ जस्तो फोटो भिडियोहरू खिच्नु पऱ्यो होइन अनि जस्तो त्यसमा पनि अब कुनै प्रिसेटहरू क्या जस्तो राउन्ड सटहरू यस्तो भिडियोग्राफीको कुराहरू आयो भने बल्ल त्यो युज गर्छौँ एउटा त्यो कामको लागि अनि अर्को भनेको कस्तो हुन्छ नि जस्तो मैले यो ड्रोन पोखराबाट लिएर आएँ भने अब यसको यो सेन्सरहरू हल्लिरहेको हुन्छ अनि यसलाई क्यालिब्रेटहरू गर्न पऱ्यो भनेदेखि पनि त्यो यसको ओरिजिनल एपबाटै गर्न पऱ्यो अनि अर्को इस्यु के आउँछ भने म कुनै एयरपोर्टको वरिपरि छु भनेदेखि चाहिँ यसले चाहिँ के गर्छ भने जोन डिटेक्ट गर्छ र उड्न दिँदैन क्या अनि त्यति बेला पनि अब त्यो जोन अनलक गर्न पऱ्यो भनेदेखि चाहिँ फेरि त्यही DJI कै अफिसियल एपबाट गर्न पऱ्यो है
हामीले थर्ड पार्टी एप मात्र राखेर भएन। थर्ड पार्टी एप भनेको हामीले जुन कामको लागि मात्र गरायो त्यो कामको लागि मात्र गर्न सक्यो, नत्र भने ओभरअल यसको यो ड्रोनको सेटिङहरू अथवा चाहिँ यसको चाहिँ अरू चिजहरू गर्नु पऱ्यो भनेदेखि चाहिँ हामीले के युज गरिन्छ, यसको अफिसियल एपै युज गरिन्छ है। कति मजाले बसेका हुन् सबैजना। हेलो, मैले यसलाई मन गरेँ है। अब स्न्याप अन गर्ने हो के भने कहिले पनि ड्रोन चाहिँ अन गर्ने बित्तिकै उडाउने, किनभने लक गर्नलाई टाइम दिनुपर्छ। त्यो गऱ्यो भनेदेखि चाहिँ बल्ल हेर्नु लोकेसनहरू सेट हुन्छ है। पछि कतै ड्रोन गयो हामीले देखेनौँ, फर्काउन सकिएन भने पनि यहाँनिर एउटा यो होम भन्नेवाला फङ्सन हुन्छ क्या, यो गऱ्यो भने यो ड्रोन आफै हामीले जहाँबाट उडाएको त्यहीँ आउँछ है। अनि हाम्रो नजरमा आइसकेपछि त हामीले म्यानुअली पनि ल्यान्ड गर्न सक्यो, त्यस्तो इस्युहरू आउन सक्छ। क्याब त यहीँ राख्नु भने त्यसमा अहिले क्यालिब्रेट गर्ने फङ्सन आएन है, किनभने कहिलेकाहीँ क्यालिब्रेट गर्नुपर्छ। जस्तो क्यालिब्रेट गर्ने गर्नुपर्दा चाहिँ यो फलामहरू अलि धेरै नजिक छहरू छ, यस्तो यस्तो केही छ भन्दाखेरि चाहिँ यसले चाहिँ त्यो क्यालिब्रेट गर भनेर आएको हुन्छ है। अहिले यहाँ पनि आउँछ जस्तो लागेको थियो मलाई, आएन यहाँ है। अब यसलाई उडाउन पऱ्यो भने मैले के गर्छु, यो दुइटालाई यहाँ है, दुइटालाई मैले चाहिँ एउटै साइडमा लिएर आउँछु। अन भयो है। अब फेरि मैले यसलाई मात्र यहाँ डाउन गर्छु, अफ भयो। अन र अफ सुरुमा मैले भनेको कुरा यही थियो नि त, अन र अफ गर्ने कुरा। अब मैले यसलाई अन गरेँ। अब यसलाई लिफ्ट गर्नु पऱ्यो होइन। लिफ्ट गर्दाखेरि यसलाई अगाडि माथि बिस्तारै लाने, यो स्कुटरको बाइकको एसिलेटर जस्तो है। जति झ्याप्प लिएर गयो भने झ्याप्पै माथि जान्छ, त्यो भएर बिस्तारै टेकअप गर्नु पऱ्यो नि हामीले। त्यही भएर मैले यसलाई बिस्तारै माथि लैजान्छु। यहाँ पनि हेरेँ, अब मैले यसलाई तल गर्छु। तल आयो। अब यसबाट अर्को के हुन्छ भने मैले रोटेट हुन्छ भने रोटेट हुनलाई मैले यतापट्टि गऱ्यो भने रोटेट भयो है। अर्को साइडमा गऱ्यो भने फेरि अर्को साइडमा भयो होइन। अब यसपछि भनेको अगाडि पछाडिको कुरा भयो होइन। अगाडि जानु पऱ्यो भने फेरि यता गयो है। यहाँ पनि हेरेँ मैले, यो पनि यस्तो झ्याप्प लिएर गयो भने एकदम फास्ट जान्छ है, बिस्तारै। यो पनि बिस्तारै लिएर गयो, ब्रेक गऱ्यो। अनि यतापट्टि यताको साइडमा लिएर गयो भने यता आयो, यताको साइडमा लिएर गयो भने यता गयो। अब एउटा डाउन मार्नु। कहिलेकाहीँ हातमा राख्दा के हुन्छ भने अब यो चाहिँ बन्द भयो जस्तो फिल भयो नि त होइन, तर यो बन्द भएको छैन क्या। अनि यस्तो बेला हामीले यसलाई चलायो भने यो चाहिँ के गर्न खोज्छ भने यसले आफ्नो ब्यालेन्स चाहिँ त्यही कायम गर्न खोज्छ क्या। त्यो भएर पहिला हामीले यहाँबाट अफ गर्ने यसलाई, अनि बल्ल तल जाने है। नत्र भने फेरि यो यहाँ रिसाउँछ क्या यहाँनिर रिसाउँछ कि आफै। यसले त्यही पोजिसन मेन्टेन गर्न खोज्छ। हाम्रो लाइट जान्छ जस्तो छ, त्यो भएर सुरुमा हामीले प्लानमा उडाउँ है। अनि त्यसपछि उस भएछ भने अलिकति म्यानुअल एक्सर्साइज गरौँ है त, किनभने प्लान उडाइसकेपछि हाम्रो बेलुकाको लागि कन्टेन्ट भइहाल्यो।
ब्याट्रीको ब्याकअप चाहिँ कति टाइम जति हुन्छ यसको चाहिँ 15 मिनट जति छ सर। पुरानो भएर कि अलि अब पुरानो त पुरानो भएर नि भयो, किनभने अब नयाँ 30-40 मिनट पनि आएको हुन्छ। यसको नयाँमा चाहिँ त्यही 22 देखि 25 मिनट हो क्या। अनि हामीले फेरि फुल्ली उडाइन्न नि, 30% चाहिँ ब्याकअप राखिन्छ। यो सर्वे गर्ने नि ड्रोन हो। ड्रोन सर्भिङ यसले पोइन्ट कसरी नाप्छ? त्यही भन्नु न, यो ठाउँ बनाइन्छ क्या ग्राउन्ड पोइन्ट्सहरू हुन्छ। यसले पोइन्ट नाप्ने होइन कि, यसले त फोटोग्रामेट्रीको प्रिन्सिपलमा काम गर्छ। जस्ट फोटो मात्र यसले फोटो मात्र खिच्छ, जुन जहाँनिर फोटो खिचेको हुन्छ त्यहाँनिरको यसले जिपिएस कोअर्डिनेट लिएको हुन्छ। अब त्यसलाई युज गरेर चाहिँ त्यसलाई के भन्छ भने जियो ट्याग फोटो भन्छ कि साथै। जियो ट्याग फोटोलाई प्रयोग गरेर अनि हामीले प्रोसेसिङ गर्ने हो। अनि प्रोसेसिङ गर्दाखेरि चाहिँ त्यो अलाइनमेन्टको कुराहरू अनि एक्युरेसीको कुराहरूलाई म्याचिङ गर्नलाई अरू इमेज म्याचिङहरू त्यस्तो जस्तै हाम्रो पपुलेसन यिनीहरूबाट जुन गर्छ नि त्यस्तो चाहिँ गर्दैन। जस्ट यसले चाहिँ एउटा सर्भो चाहिँ इमेज मात्र क्रिएट गर्ने हो। होइन। यसले के गर्छ भने एउटा सर्टेन डिस्टेन्समा चाहिँ एउटा ओभरल्याप, अघि मैले क्लासमा पनि भनेको थिएँ, सर्टेन ओभरल्यापमा यसले नम्बर एकदम धेरै नै, जस्तो अब हाम्रो यो साइडमा 50 देखि 100-150वटा फोटो खिचिरहेको छ। त्यो फोटो खिचेकोलाई चाहिँ अब प्रत्येक फोटोलाई प्रोसेसिङ गरेर त्यो म्याचिङ, फोटोको म्याचिङ, टाइप पोइन्ट्सहरू म्याचिङ गरेर अब चाहिँ जसरी हामीले चाहिँ टोटल स्टेसनबाट लिँदाखेरि चाहिँ स्याम्पलहरू ल्याएको थियो नि होइन, त्यति बेला XYZ भनेर आएको थियो नि। जुन उसमा गर्छौँ नि काम, के अरे गुगल अर्थमा गर्छौँ नि, ठ्याक्क गुगल अर्थ निकालेर जुन पोइन्ट नाप्छौँ नि, मेजर गर्छौँ नि गुगल अर्थबाट चाहिँ सेम त्यस्तै गर्छ कि त्योभन्दा भिन्दै छ भने? जस्तो अब यो भनेको हामीले चाहिँ त्यो गुगल अर्थको भनेको त हामीले जस्तो स्याम्पलको लागि मात्रै काम गर्नु भयो, किनभने जहाँनिर हामीले पोइन्ट लोकेट गरेको थियो त्यो पोइन्ट भनेको त्यही हो भन्ने पनि हामीलाई एक्ज्याक्टली थाहा छैन त्यसमा। अब यसमा चाहिँ त्योभन्दा हाइली डिटेल खालको इन्फर्मेसन आउनुभयो। अनि अर्को भनेको जस्तो अब हामीलाई चाहिँ कुनै साइटको सर्वे गरियो होइन, सर्वे गरिदिएर अब जस्तो हामीलाई नर्मल्ली चाहिँ एकदम बेस प्लान गर्न छ, त्यसलाई फिल्डमा गएर लेआउट गर्न छैन भने हामीले यत्तिकै उडाएर पनि काम गर्न सक्यो। तर हामीलाई फिल्डमा गएर भोलि गएर लेआउट गर्न पर्छ भनेदेखि हामीले त्यसमा मार्किङहरू गर्छौँ क्या। मार्किङ गर्छौँ भनेको अब डिजिपिएसबाट कोअर्डिनेटहरू छोडेर अब त्यो पोइन्ट चाहिँ कोअर्डिनेट XYZ के हो भनेर डिजिपिएसबाट लिन्छ। डिजिपिएसबाट लिए पनि भयो अथवा अर्को हामीले चाहिँ टोटल स्टेसनबाटै लिएको पोइन्ट भयो भने फरक परेन। अब त्यो पोइन्ट चाहिँ हामीले प्रोसेसिङ गर्ने बेलामा यो पोइन्ट चाहिँ यहाँनिर हो है भनेर राख्छौँ। त्यसलाई हामीले कतिवटा जियो डिफेन्सिङ पोइन्ट चाहिँ जस्तो एउटा उसमा कति राख्नुपर्छ? दुईवटा भए पनि जस्तै उसको जस्तै भयो यो जस्तै हुन्छ कि यसमा 5-7वटा राख्नुपर्ने हुन्छ त्यो कन्ट्रोल पोइन्टहरू। यो चाहिँ ठ्याक्क हामीले चाहिँ बुझ्दाखेरि चाहिँ ठ्याक्क ट्राभर्स हामीले जसरी राखिन्छ त्यसरी राख्नु सबै बेस्ट हो हजुर। होइन। जस्तो ट्राभर्समा हामीले मेजर ट्राभर्सको पोइन्टहरू सबै राखिदियो भने त्योबाट अरू भित्रको डिटेल्सहरू चाहिँ सबै आउँछ। हो मुख्य कुराहरू के भने यसमा चाहिँ इमेज फाट्ने भन्छ क्या यसकोमा। जोड्दै जोड्दै जाँदाखेरि चाहिँ त्यो इमेजहरू फाट्ने अथवा त्यो लाम भएको चाहिँ 1 मिटर देखाउने त्यस्तो चान्सेसहरू हुन्छ। त्यसलाई कन्ट्रोल गर्नको लागि चाहिँ गलत फिल्डमा भएको कन्ट्रोल पोइन्टहरू जति धेरै राख्यो त्यति धेरै चाहिँ त्यसरी पनि जति धेरै नै नर्मल्ली भनेको हामीलाई जस्तो हामीले ठ्याक्कै 4 बाटो मिलेको छ भने 4वटा कुना र अनि बिचवटा सेन्टरतिरको भयो भने ओभरअल स्प्रेड चाहिँ राम्रो देखिनु पऱ्यो। एरिया कभरेज राम्रो यो पोइन्टदेखि मलाई वहाँसम्म गर्नु, यहाँबाट गर्नु